सिग्नेचर गर्दै सिटीको मात्रै भन्दा अझ दिन नभए उहाँलाई जस्तो लाग्छ त्यही गर्नु मैले अघि उनी साहब दिँदाखेरि अन्तिम इच्छा के हो सोध्न भन्नुहुन्छ के हिसाबले यस्तो शब्द बोलाइ हुन्छ हैन अनि पक्रापुरी नदिएर पक्रापुरी उहाँले हिसाबले अन्तिम इच्छा के हो सोध सल्लाह गर्छु अनि म जान्छु भनेर भन्दैन अन्तिम इच्छा के हो पुरा गर्नु भन्नु आइरहेको छ भन्नु सर के रेकर्ड छ भिडियो रेकर्ड छ त्यही त अन्तिममा अब कोकिसान सल्लाह गरेर जान्छु भन्नुभयो त्यही त अब त्यो किन चाहिँ डिस्कस गरिदिनु पर्यो भने क्या एकछिन सर पक्र पुलिस दिँदैछौँ हामी पक्र पुलिस दिँदैछौँ सर अनि साधारण प्रश्न पनि आम नागरिकले पनि तयारी भएर आउनुपर्ने मेरो हकमा पर्दैन केही नियम कानुन के लाग्दैन मलाई लानै थुन्ने हो केही फरक पर्दैन म तयार छु नि दुई सरकार छ यो त हामीले पनि लाइभ नै गर्नुपर्छ आम जनताले जान्न बुझ्नै पर्ने कुरा होला नि जान्न पाउँछ होला नि एउटा पूर्व गृहमन्त्री जस्तो पदमा बसेको पार्टीको जिम्मेवार सभापतिज्यूलाई उसको घरमा आएर यहाँ बसेर लेखेर अनि पत्र लेखेर लेख्नुहोस् न यता नहेर्नुहोस् यार लेख्दै हुनुहुन्छ भने लेख्नुहोस् तपाईले कानुन बुझ्नु भएको छ तपाईले जति पढ्नु भएको त्यति नै पढाएको छ यसो गर्न के गर्नु